दिशाओं में एक सा वो छाया, उसकी भुजाएं बदले कथाएं। क्याप 1 जोइन गरिसकेपछि भोलि नै सिए भन्छु जस्तो फिल लागिरहेको बेला क्याप 1 सजिलै पार लगाएपछि क्याप 2 जोइन गरेपछि क्याप 2 को सिलेबस देखेपछि क्याप 2 पास गरिसकेपछि आर्टिकलसिपमा फर्म जोइन गरेर आउट स्टेसन सुरु भएपछि क्लाइन्ट अनि साथीहरूले सिए पढ्दै हुनुहुन्छ टन्नै पैसा कमाउनुहुन्छ होला है भनेपछि मेरो गोजीमा दाम छैन, गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन। सबजनाले यति गाह्रो सिए किन पढेको भनेपछि सङ्गरेको लाग्छ भनेर सिए पढेको। आर्टिकलसिप पिरियडमा सिएको रियालिटी बुझेपछि एसाइनमेन्ट र पोस्ट प्रेसरमा आफूले दुःख गरेर काम गर्ने तर क्रेडिट अरूले लिगेपछि आर्टिकलसिप पिरियडमा वर्क प्रेसर र स्टडी लाइफ ब्यालेन्स गर्न नसकेपछि फर्स्ट एटेम्प दिन जाँदा क्वेसनहरू देखेपछि फर्स्ट एटेम्पमा फेल भइसकेपछि आफूले आफूलाई मोटिभेट गर्न एक्जामको एटेम्प दिन अगेन एन्ड अगेन एक्जाम सेन्टरमा जाँदा धेरै एटेम्प लागिसकेपछि फ्यामिली फङ्सन दसैँ तिहार जस्ता पर्वहरू एटेम्प गर्न मन नलागेपछि सबैले मलाई अब सिए छाडे तैँ सक्दैनस् भन्न लागेपछि मिठु सिए डिसेम्बर एटेम्प दिइसकेपछि हस् टु एक्जाम सेन्टर फेब्रुअरी 15 रिजल्ट डेको दिन
पढे सिए भइसकेपछि सुन गाउँ घर तराई सहर सुन हरियाली पाख पखेरा सुन सुन बता सुन उडेका बादल सुन हे बगेका छाङ्गा छहरा सुन